सम्बन्धमा आगो बाल्न क्यारी सक्यो प्रिय आफ्नै मुटु झिकी फाल्न क्यारी सक्यो प्रिय सम्बन्धमा आगो बाल्न क्यारी सक्यो प्रिय आफ्नै मुटु झिकी फाल्न क्यारी सक्यो प्रिय मसँग नबोली ननिदाउने मान्छे थियौ तिमी भन त्यो मनलाई सम्हाल्न क्यारी सक्यो प्रिय भन त्यो मनलाई सम्हाल्न क्यारी सक्यो प्रिय। नमन नमस्कार अनि हार्दिक स्वागत छ मित्र। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम होराइजन साहित्यिक सङ्गम। कार्यक्रम होराइजन साहित्यिक सङ्गमको साथमा उपस्थित भइसकेकी छु। तपाईँको प्रतीक्षाको घडीलाई समाप्त पार्दै म कार्यक्रम सञ्चालिका सपना कुवर। कार्यक्रम होराइजन साहित्यिक सङ्गम हरेक हप्ताको शुक्रबार राति 8:30 बजेदेखि करिब 9 बजेको हाराहारीसम्म होराइजन खबरको अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा प्रत्यक्ष सुन्न सक्नुहुनेछ। कार्यक्रम होराइजन साहित्यिक सङ्गमको साथमा रहेर हामी तपाईँले नै पठाउनु भएको गजल मुक्त कवितालाई यथास्थान दिनेछौँ भने तपाईँ पनि हामीलाई आफ्नो रचना पठाउन चाहनुहुन्छ भने होराइजन खबरको अफिसियल पेजमा आफ्नो रचना चुन्न सक्नुहुनेछ। साथै 9851238738 र 9808305252 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। अब भने ढिला नगरिकन कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु। शब्दको खेलाडी हुनुहुन्छ विराटनगरबाट पहिलो गजल हात परेको छ। उहाँको गजल यसरी सुरु हुन्छ। प्रेयसीको सौगातसँगै सुन्दर एक खोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। प्रेयसीको सौगातसँगै एक सुन्दर खोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। मेरी माया डाँडा पारी उदाउने न्यानो घाम जस्तै, मेरी माया डाँडा पारी उदाउने न्यानो घाम जस्तै, तन मन धेरै टाढा तर धड्कन हाम्रो सङ्गोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। सुनाखरी बने फुल्थिन् भिर पाखा पखेरामा, सुनाखरी बने फुल्थिन् भिर पाखा पखेरामा, सुवास लिने लालसामा घरबार डामाडोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। प्रेम पत्र आउँथे उनको एउटा बन्द खामभित्र, प्रेम पत्र आउँथे उनको एउटा बन्द खामभित्र, किते नजर प्रेममा सँगै जाति भद्रगोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। प्रेम विरोधी समाजले दुई किनारा बनाइ छाडे, प्रेम विरोधी समाजले दुई किनारा बनाइ छाडे, उनलाई पाउन दुनियाँको महँगो मोलतोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। चाहेर पनि गुमाउनु पर्दा आत्मा मेरो जलेको हो, चाहेर पनि गुमाउनु पर्दा आत्मा मेरो जलेको हो, माया जालमा फसाइने नभएका बोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। उनको मेरो प्रेमको डोरी चुडाइ लग्यो पराइले, उनको मेरो प्रेमको डोरी चुडाइ लग्यो पराइले, म विरुद्ध आफ्ना हुने सारा पापी टोल थियो। गजलको अन्तिम शेर रहेको छ। गाउँको एउटा गरिब छोरो गरौँ भने के गरौँ म, गाउँको एउटा गरिब छोरो गरौँ भने के गरौँ म, हेरिरहे आँसु बगाई साथमा बिचको झोल थियो। प्रेयसीको सौगातसँगै सुन्दर एक खोल थियो, महँगो उपहार नभए पनि धेरै अनमोल थियो। शब्दको खेलाडी हुनुहुन्थ्यो विराटनगरबाट। उहाँको निकै नै मिठो गजल वाचन गरेँ मैले। अर्को गजल हात परेको छ मनोज थापा मगर हुनुहुन्छ दाङ तुलसीपुरबाट। उहाँको गजल यसरी सुरु हुन्छ। प्रेमिल द्वन्द यति भयानक हुँदो रहेछ, तैपनि अनुहारमा चमक हुँदो रहेछ, प्रेमिल द्वन्द यति भयानक हुँदो रहेछ, तैपनि अनुहारमा चमक हुँदो रहेछ। उनले मलाई मझधारमा छोडेर गए पनि, उनले मलाई मझधारमा छोडेर गए पनि, आँखामा अलिकति झलक हुँदो रहेछ, तैपनि अनुहारमा चमक हुँदो रहेछ। प्रेमको सुरुवातमा गफ लगाइन्थ्यो, प्रेमको सुरुवातमा गफ लगाइन्थ्यो, यो भन्दा प्रेम निकै फरक हुँदो रहेछ, तैपनि अनुहारमा चमक हुँदो रहेछ। तिम्रो बिहेको मण्डपमा मनै हुन्छु सोच्दै, तिम्रो बिहेको मण्डपमा मनै हुन्छु सोच्दै, तिमी बेहुली म जन्ती हुने लक रहेछ। गजलको अन्तिम शेर रहेको छ। सायद म बिहेपछि सुध्रिन्छु लाग्थ्यो, सायद म बिहेपछि सुध्रिन्छु लाग्थ्यो, केही दिनमा श्रीमतीको बगबग हुँदो रहेछ। प्रेमिल द्वन्द पनि यति भयानक हुँदो रहेछ, तैपनि अनुहारमा चमक हुँदो रहेछ, तैपनि अनुहारमा चमक हुँदो रहेछ।
दाङ तुलसीपुरबाट हुनुहुन्थ्यो मनोज थापा मगर। उहाँको निकै नै मार्मिक गजल मैले वाचन गरेँ। अर्को मुक्तक रहेको छ धिराजन विष्ट अछामबाट। उहाँको मुक्तक यसरी सुरु हुन्छ। आफ्नैले लगाउँछन् वचन गरिब भएपछि दिँदैनन् कसैले तन र धन गरिब भएपछि। आफ्नैले लगाउँछन् वचन गरिब भएपछि दिँदैनन् कसैले तन र धन गरिब भएपछि। समयमै 2-4 पैसा कमाउन नसकेपछि पीडामाथि थप्छन् पीडाजन गरिब भएपछि। पीडामाथि थप्छन् पीडाजन गरिब भएपछि। धिराजन विष्ट हुनुहुन्छ अछामबाट। उहाँको निकै नै मार्मिक मुक्तक वाचन गरेँ मैले। अर्को मुक्तक हात परेको छ विशाल सुवेदी मनोहरी मकवानपुरबाट हुनुहुन्छ। उहाँको मुक्तक यसरी सुरु हुन्छ। सुख होस् या दुःख पर्दा तिमी भए पुग्छ पुछिदिने मेरो आँसु झर्दा तिमी भए पुग्छ। सुख होस् या दुःख पर्दा तिमी भए पुग्छ पुछिदिने मेरा आँसु झर्दा तिमी भए पुग्छ। अरू केही चाहिएला र खोइ अब अरू मलाई मेरा नजिक तिमी सधैँ सर्दा तिमी भए पुग्छ। मेरा नजिक तिमी सधैँ सर्दा तिमी भए पुग्छ। विशाल सुवेदी हुनुहुन्थ्यो मनोहरी मकवानपुरबाट। उहाँले अर्को गजल रहेको छ उही अभागी मान्छे प्रवीण दाङ तुलसीपुरबाट। उहाँको गजल यसरी सुरु हुन्छ। हर कोही हाँस्छ जितमा कोही रुन्छ हारमा हजुर प्यार नगरेको बस्छ यो विशाल संसारमा हजुर। हर कोही हाँस्छ जितमा कोही रुन्छ हारमा हजुर प्यार नगरेको बस्छ यो विशाल संसारमा हजुर। प्रेमी प्रेमिका छुटिँदा ज्यानै फाल्न खोज्छन् किन प्रेमी प्रेमिका छुटिँदा ज्यानै फाल्न खोज्छन् किन। आखिर कस्तो शक्ति लुकेको छ यो प्यारमा हजुर प्यार नगरेको बस्छ यो विशाल संसारमा हजुर। प्रतीक्षाको फल मिठो हुन्छ भन्ने सुनिन्छ सधैँ प्रतीक्षाको फल मिठो हुन्छ भन्ने सुनिन्छ सधैँ। किन टिक्न सक्दैनन् मन लामो इन्तजारमा हजुर प्यार नगरेको बस्छ यो विशाल संसारमा हजुर। एकअर्कालाई बुझ्नुपर्छ चिन्नुपर्छ गहिरिएर एकअर्कालाई बुझ्नुपर्छ चिन्नुपर्छ गहिरिएर सम्बन्ध जोड्नु हुँदैन कहिले हतारमा हजुर। हर कोही लाग्छ जितमा कोही रुन्छ हजुर प्यार नगरेको बस्छ यो विशाल संसारमा हजुर। उही अभागी मान्छे प्रवीण दाङ तुलसीपुरबाट हुनुहुन्थ्यो। अर्को गजल रहेको छ नवराज श्रेष्ठ हुनुहुन्छ चट्टान नीलकण्ठ साथ धादिङबाट। उहाँको गजल यसरी सुरु हुन्छ। घाउ दिएर गएकी थियौ मलम बनेर फर्किन खोज्यौ टुटेको मनलाई फेरि सपनाले सजाउन खोज्यौ। घाउ दिएर गएकी थियौ मलम बनेर फर्किन खोज्यौ टुटेको मनलाई फेरि सपनाले सजाउन खोज्यौ। आँसुको हिसाब माग्यौ आँसुको बदला बोकेर आँसुको हिसाब माग्यौ आँसुको बदला बोकेर जराएको मुटुलाई फेरि उज्यालो देखाउन खोज्यौ टुटेको मनलाई फेरि सपनाले सताउन खोज्यौ। तिम्रो नामको त्यो अध्याय बिर्सिएको थिए म त तिम्रो त्यो नामको अध्याय तिमी फेरि पुराना यादहरू जगाउन खोज्यौ टुटेको मनलाई फेरि सपनाले सजाउन खोज्यौ। अब ढोका बन्द छ यहाँ मायाले मात्र खुल्दैन अब ढोका बन्द छ यहाँ मायाले मात्र किन नाता बचाउन खोज्यौ। मरेको विश्वासलाई सास दिएर के हुन्छ र अब मरेको विश्वासलाई सास दिएर के हुन्छ र अब ढलेको सम्बन्ध फेरि उभ्याउन खोज्यौ। घाउ दिएर गएकी थियौ मलम बनेर फर्कन खोज्यौ टुटेको मनलाई फेरि सपनाले सजाउन खोज्यौ। नवराज श्रेष्ठ हुनुहुन्थ्यो चट्टान नीलकण्ठ साथ धादिङबाट। उहाँको निकै नै मिठो मार्मिक गजल वाचन गरेँ मैले। अर्को मुक्तक रहेको छ राजुराम सुवेदी हुनुहुन्छ धुनीबेसी नगरपालिका 2बाट। उहाँको मुक्तक यसरी सुरु हुन्छ। ठिक छ बोल्दा बोल्दै छोडेर जाने मान्छे सारा दोष मेरै हो मुख मोडेर जाने मान्छे। ठिक छ बोल्दा बोल्दै छोडेर जाने मान्छे सारा दोष मेरै हो मुख मोडेर जाने मान्छे। दिल तोड्दा आनन्द आउँछ भने अझै नि तोड्नुस् फेरि यो दिल तोडेर जाने मान्छे तोड्नुस् फेरि यो दिल तोडेर जाने मान्छे। राजुराम सुवेदी हुनुहुन्छ स्पन्दन राज। उहाँको निकै नै मिठो मुक्तक वाचन गरेँ मैले। अर्को हुनुहुन्छ सुरेन्द्र विष्ट। उहाँले एउटा भावना लेखेर पठाउनु भएको रहेछ सुरु हुन्छ। यस्तै हो पीडितलाई राहत छैन राम्राको समर्थन छैन साथ छैन। यस्तै हो पीडितलाई राहत छैन राम्राको समर्थन छैन साथ छैन। बाधा विरोध गर्नेको कमी छैन काम गर्ने कसैको औकात छैन। चुलोमा आगो छैन
ताउलीमा भात छैन, सम्झेर दिने कसैको चाहत छैन, सम्झेर दिने कसैको चाहत छैन। सुरेन्द्र विष्टको अन्तिम रचना वाचन गर्दा गर्दै अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णमा हृदयदेखि नै हार्दिक आभार प्रकट व्यक्त गर्दै आफ्नो रचना कार्यक्रमको निमित्त पठाएर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण साहित्यिक अनुरागीहरूमा पनि हृदयदेखि नै हार्दिक आभार प्रकट व्यक्त गर्दै अर्को साताको लागि रचना पठाउन चाहनुहुन्छ भने 9851238738 र 9808305252मा व्हाट्सएप गर्न सक्नुहुनेछ। साथै होराइजन खबरको अफिसियल पेजमा पनि आफ्नो रचना झुन्न सक्नुहुनेछ। अब पनि रात बिस्तार सुनसान एकान्त हुँदैछ। झ्यालडोकाको सुकुल हेर्नुहोला। औषधि खानु छ भने खाएर सुत्नुहोला, खुवाउनु छ भने खुवाएर सुत्नुहोला। सम्झिएर पुरा गर्ने थुप्रै कामहरू हुन सक्छन्। सम्झिएर पुरा गरी सुत्नको लागि आग्रह गर्दै अर्को साता यसै समयमा भेट्ने बाचाको साथमा म कार्यक्रम प्रस्तुता सपना कुवर पनि बिदा हुने अनुमति चाहन्छु। तिम्रो विरतीको धन्दा टिक्दै टिकेन पारेर जिन्दगी नै फन्दा टिक्दै टिकेन। तिम्रो विरतीको धन्दा टिक्दै टिकेन सरकार जस्तै रहेछ तिम्रो प्रेम पनि प्रिय 5-7 महिना भन्दा टिक्दै टिकेन 5-7 महिना भन्दा टिक्दै टिकेन। हस्त नमस्कार, आज जान्छु, फेरि अर्को साता भेट हुने नै छ। शुभरात्रि, जय साहित्यिक।